बसको ट्रायल दिँदा के गर्नुपर्छ हेरौँ है त। सुरुमा 8 मा प्रवेश गर्छौँ। 8 लाई चाहिँ 1 राउन्ड र आधीको आएर बाहिर निस्किन्छौँ। 8 मा छिर्यो गाडी। 8 मा छिर्दा जहिले पनि बायाँतिरबाट छिर्ने र 1 राउन्ड आधा घुम्ने चलेर आउने। मिनी बसको ट्रायल हो है यो, फेरि चुक्किनु होला। मिनी बसमा चाहिँ जम्मू हाइट्सले ट्रायल दिने हो। सकेसम्म जति सकिन्छ बिस्तारै 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 चलाउँछ राम्रो। यो गाडी चाहिँ लग्जरी गाडी भएको कारणले एकदम फास्ट कुद्छ। कसरी बनाउने हेड चाहिँ हेरिराख्नु है, कतापट्टिबाट बनाउने। बायाँतिरबाट बनाउने हेड चाहिँ दायाँतिरबाट छिर्यो भने छिर्ने बित्तिकै फेल हुन्छ। यसमा चाहिँ सिट बेल्ट अनिवार्य छ, सिट बेल्ट लगाउनु पर्छ। त्यहाँ पुग्दा 1 राउन्ड भयो। अब फर्केर आउने। अब चाहिँ हाम्रो आधी राउन्ड पुरा भएपछि अब बाहिर निस्किने। बाहिर निस्किने। हेर्नुहोस् गाडी कस्तो चलाइरहेको छ भनेर बाहिरबाट प्रशिक्षण गरिरहनु भएको छ उहाँले। त्यो आवाज चाहिँ अहिले आएको छैन। अब स्पिड ब्रेकर चाहिँ 5 वटा हुन्छ। यहाँ धेरै गाडी उफ्रिनु पनि हुँदैन। स्पिड ब्रेकरको दायाँ बायाँबाट गाडीको टायर बाहिर झर्नु पनि हुँदैन। अब लास्टको स्पिड ब्रेकरबाट अगाडिको टायर झरेपछि साइड लाइट बाल्ने। साइड लाइट बलेको राम्रोसँग देखिएन। साइड लाइट चाहिँ मजाले बलिरहेको छ है। त्यहाँबाट जेब्रा क्रसिङको लाइट हेर्ने। रातो र पहेँलो बत्ती बलेको छ भने त्यहीँनिर बलेको छ भने सर आउने। जेब्रा क्रसिङ छुनुभन्दा अगाडि साइड लाइट निमिसकेको हुनुपर्छ। उकालोमा रोक्ने। उकालोमा रोक्दा हातलाई हामीले जसरी उठाउँदा पनि हुन्छ। अगाडिसम्म मतलब भयो उकालोमा चाहिँ। ओह्रालोमा पनि बिचमा रोक्ने। यसको चाहिँ हेप्पीकै ठाउँ हो, ठुलो ठाउँ हुन्छ उकालो ओह्रालोमा रोक्नु। उकालो ओह्रालोमा खासै गाह्रो हुँदैन। अब यलतिर जाउँ। यल जाँदा कसरी जाने, कतापट्टि जाने याद गर्नु है। ओह्रालोबाट झरेर थोरै अगाडि गएपछि बायाँतिर जाने बाटो हुन्छ। बायाँतिर जाने हो। अलि अगाडिसम्म गएपछि रिभर्स। यसको गियर चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने जस्तो लाइट गाडीको हुन्छ त्यस्तै नै हुन्छ यसको पनि। सर आउने 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 लुकिङ ग्लासबाट हेर्दै आउने। बडी र घुमेको भाग सिधा देखेपछि फुल काट्दिने हो। बडी र घुमेको भाग याद गर्नु पर्यो है। सर पछाडि आउने 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 आउने। उनीहरूले भयो नभन्जेलसम्म सर आउने। अब रोकेर गर्न पनि पाइयो, हिँडाउँदा हिँडाउँदै गर्न पनि पाइयो। स्टेरिङ काट्ने उल्टाउने चाहिँ गाडी अगाडि बग्न चाहिँ मिलेन। पछाडि आउँदा अगाडि बग्नु मिलेन, अगाडि हिँडिरहँदा पछाडि बग्नु मिलेन है। त्यो भयो भने फेल हुन्छ। यति भएर अगाडि गइसकेपछि पास। अब गाडी जहाँबाट लिएर जानुभएको थियो त्यहीँ राखिदिएर झर्ने, पास भइन्छ। त्यसपछि टक्क गाडी राख्ने, त्यहाँबाट झर्ने। यति भएपछि पास।